हेर्न सक्नुहुन्छ हाम्रो थारू समुदाय कल्चरमा गाउँघर जस्तो पुरा वातावरण यही सिर्जना भएको छ। यहीँ आएर आफ्नै गाउँ आए जस्तो लाग्यो। मेरो गाउँको साइडमा पनि थारू गाउँ छ होइन, हेर्न सक्नुहुन्छ। यहाँ खेतहरू यस्तरी सुत्छन् होइन। अगाडि आउँदै जानुहोस्, यहाँ चाहिँ गोरुले चाहिँ पुऱ्याएको छन्। अनि यता हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ यहाँ धानको बिउ छरिरहेको छन् है। हजुरलाई थाहा हो कसरी छर्ने भन्ने आइडिया? बिहार यहाँ चाहिँ बिउ गर्न लागेको हुन्छ, त्यहाँ छर्न लागेको छ नि बिउ गर्नु, उखेल्न हो यहाँ। गोड्न उठाउने हो। अनि यहाँ हेर्न सक्नुहुन्छ यहाँ राजाले चाहिँ है। अनि यहाँ चाहिँ खाने कार्यक्रम भइरहेको छ। यहाँ सबै काम सकेर है, काम सकेर भ्याएर अनि यहाँ अब चाहिँ हेर्न सक्नुहुन्छ बच्चा बोकेर। यो पनि हाम्रो गाउँघरमा नौलो चलाउने हो, बिहा चलिआएको चलाउने बच्चा बोक्ने। अब यहाँ हेर्न सक्नुहुन्छ यो के हो? यो पराल पराल तान के छ यसको? पराल तान्न लाग्यो, यहाँ चाहिँ धान पुरा रोपिरहेको छ होइन। धान गोड्न लाग्यो, धान रोप्न, रोपिरहेको नि यहाँ बिउ, धानको बिउ। मुसा मार्न लाग्यो। यहाँ चाहिँ मुसा सक्नुहुन्छ, मुसा पनि मारिसक्नुहुन्छ। पराल चाहिँ हामी अनि यहाँ चाहिँ धान चाहिँ झाट्न लाग्यो, नै बोकेर लान लागेको, जम्मा गर्न थुपार्न लानु भएको कि त चाहिँ यहाँ पराल दाउन लाग्यो। दाउन लाग्यो पराल। धान पनि यसरी गाईले कुचेर तल खस्दै परालहरू उठाउँछन्। हेर्न सक्नुहुन्छ नाली तल देखाउनु न, यो नाली ट्याक्सको पानी भर्ने। त्यहाँको धान थुपारेर चाहिँ यहाँ जम्मा भइरहेको छ। अनि यहाँ हेर्न सक्नुहुन्छ यसरी नै हजुरहरू थारू कल्चर अथवा थारू समुदायलाई राम्रोसँग जान्न चाहनुहुन्छ भने चोखुरा दाङमा आउनुहोस्। हेर्न सक्नुहुन्छ पुरै थारू गाउँमा आए जस्तै फिल भयो, पुरै के डिट्टु थारू गाउँ पुरै। वाउ! अनि यसको ब्युटीलाई चाहिँ म सम्मान गर्छु र जसले यस्तो थिङ्किङ बनायो नि यो बनाउँछु भनेर उहाँलाई चाहिँ मेरो विशेष सम्मान। नमस्ते, धन्यवाद।